व्यवस्थित गर्नको लागि चरणबद्ध आन्दोलन गरिरहेका पनि 1 वर्ष अगाडि सम्झौता भइसक्दा पनि विभिन्न समितिमा शिक्षा विधेयकलाई राखेर देशलाई अन्यायको बन्दी बनाउने यो सरकार आज पूर्ण रूपले शिक्षाको क्षेत्रमा असफल भएको मेरो बुझाइ छ। आफै असफल कोही पाउनुहुने महान बाबुले यहाँ मञ्चमा बुझाइदिन होला म अनुरोध गर्दछु। यसपछि आफ्नो भनाइ राखिदिनु होला र आफ्नो घरबाट यहाँ काठमाडौँको माइती घर मण्डलमा उपस्थित भएका छन्। तपाईहरूको मनमा धेरै किसिमका आशा आशंका र धेरै कुराहरू सबैको मन मस्तिष्कमा छ। हामीले विगतमा जुन